Simon kita.
अब हामी चाहिँ यो भजन हाम्रो यति नै थियो। अनि अब हामी जुन त्यो आराधनाको ओपनिङ गर्ने बेलामा हाम्रो जुन त्यो प्रार्थनाहरू हामी कसरी गर्छौँ त्यो म भन्न गइरहेको छु। जो हाम्रो आराधनाको जुन हाम्रो टपिक चाहिँ परमप्रभु मेरो गोठालो। अनि हामी चाहिँ जुन हाम्रो चर्चहरूमा आराधना गर्ने बेला चाहिँ जुन भजन सङ्ग्रह यो 23 अध्यायको जुन भजन सङ्ग्रह 23 अध्यायद्वारा हामी जुन यो त्यो टपिक राखेका थियौँ। जो भजन सङ्ग्रहको हामी जुन दाउदको भजन चाहिँ सुरुमा हामी जुन आराधना गर्ने बेलामा आज जुन हामीले जुन त्यो परमप्रभु मेरो गोठालोको जुन त्यो जो यो चाहिँ दाउदले लेखेको यो दाउदको भजन चाहिँ हामीले जुन उनको जुन पहिला सुरुमा ब्याकग्राउन्ड जस्तो चाहिँ दाउद एकजना गोठालो थिए र उनले आफ्नो भेडालाई जस्तो समयमा पनि उनले कहिले पनि छोड्दैनथे। आफ्नो 10वटा भेडा भए पनि आफ्नो जुन एउटा भेडा हराउँदा चाहिँ उनले जुन 10 त्यो 9वटा भेडालाई छोडेर उनले जुन आफ्नो एउटा भेडा खोज्नको निम्ति जसरी नै भौतारिन्थे त्यसै गरी आज जुन उनले चाहिँ मनन गरेका छन् कि येशू ख्रीष्ट पनि आज मेरो निम्ति आज यसरी नै जुन धेरै दुःखहरू सहनुभयो भनेर चाहिँ जुन उनले जुन यो भजन सङ्ग्रह 23 अध्यायमा जुन भनेका छन्। अनि यसरी यो फर्स्टको राखेर अब चाहिँ योसँग मिल्दो जुन हामीले गीत छानेर हुन्छ जुन 375 नम्बरको भजन चाहिँ हामी गाउँछौँ जुन हाम्रो मण्डलीहरूलाई उत्साहित पार्नका निम्ति। अनि त्यो भजन गाएर चाहिँ त्यसपछि त्यो भजनको प्रार्थनामा थोरै त्यो भजनहरूले भन्न खोजेको जसरी जुन त्यो भजनले भने जसरी चाहिँ जुन परमप्रभुले गोठालोले